हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई ब्लग एन्ड इट्स मी सुदीप पढेल हो परिवार फाइन। अनि आज चाहिँ हामी चितवन हुँदै पाल्पा जान लागेको घुम्न। यहाँ चाहिँ लास्टै गर्मी भयो कि बस्नै सकेन जनक्दै लास्ट। ल हेर केटा, तिमीले चिया खाने भन्दैछ। ल हेर त्यहाँ चिनी चियापत्तीको मात्र कमी है। ल ओहो बाटो चाहिँ बवाल छ है, अफरोड हल्का हल्का यस्तो यस्तो खनिरहेको रहेछ बाटो चाहिँ बवालै हो यो। आहा यत्तिको बाटो चलाउनु चाहिँ बवाल मजा आउँछ। यो आखु बाटो चाहिँ यो हो नि त है, तर बाटो चाहिँ बवाल चुवाक छ कि यत्तिको बाटो चाहिँ चाहिन्छ है। दाइहरू कहाँ भागे छोडेर टाप हानिसक्यो, बवाल मजा आएको थियो भन्दै। यस्तो बाटो चाहिँ औडैको यस्तो ब्ल्यान्ड छ कि के हो बाटो हेर्न कस्तो नागबेली चाल छ बाटो चाहिँ बवाल राम्रो। यत्तिको बाटो चाहिँ बवाल मजा आएको चलाउनु। यति यो चाहिँ जे हो चाहिँ याहु अन्त होइन। तर गाडी चाहिँ पुरैकै इन्डियन गाडी मात्र कि उत्तर प्रदेशको गाडी मात्र के हो कि यार। यहाँ त हुन त इन्डियन बोर्डरबाट चाहिँ बतासे डाँडो। ल ओहो चिसो हावा चल्यो, हुन त नामै बतासे डाँडो चिसो हावा यतिको चल्नै पर्छ। ल है आहु सिर्रको चिसो महसुस भएन होइन। त्यही भएर अब हामी चाहिँ रानी महल गएर अर्कै ठाउँ गइन्छ जस्तो लागिरहेको मलाई चाहिँ। यार जनक सरको बाइकले ब्रेक लागेन है, मैले बल्ल बल्ल रोकेँ। ए छुँदै छुन्नै, यत्रो हान्दा पनि यति छैन। यहाँ तातेर बिजोग छ, यस्तो जोडी है दुइटा। के हो ब्रेकै। अरू बेला बोतलमा पानी हालेर हिँड्ने, फेरि आज खाना खाने बोतलमा पानी राखेर हिँड्ने केटाहरूसँग गयो क्या तँ। त्यही हो है रानीमल, त्यही हो रानीमल। अरू बेलामा राजाले बनाइदिएको रानीलाई, रानी मरेपछि रानीको मायामा त्यही होइछ नि। ल ऊ चट्टा लाएर चट्टा यस्तो छ यहाँ चाहिँ। त्यो झुलुङ्गे हाम्रो यस्तो समय यत्तिको चाहिँ भाइ हुन पर्छ है। मिठो हावा लागेको छ होइन यत्तिकै पनि। भने पापा नआसर ल सुरलले धरी छोड केटा छोड।